केपी ओली र यति समूहको कनेक्सन सम्झना छ तपाईलाई? चिसो भनेकै कोका-कोला भने जस्तै खराब भनेकै यति समूह, यति भनेकै एमाले हो भन्ने कुरा बिर्सनु त भएको छैन। काठमाडौँदेखि लाङटाङ हुँदै सगरमाथा राष्ट्रिय निकुञ्जसम्म केपी ओलीले यति समूहलाई राज्यको जग्गा कौडीको भावमा दिलाएका छन्। यस्तो लाग्छ कि यति समूहका लागि केपी ओली जग्गा दलाल हुन्। केपी ओली जति पटक सरकारमा गए त्यति नै पटक यति समूहलाई फाइदा पुग्ने गरी निर्णय गरे। यति समूहलाई नै सजिलो हुने गरी कानून बनाए। कतिसम्म भने केपी ओलीले यति समूहलाई गोकर्ण फरेस्ट रिसोर्टको जग्गा 25 वर्षसम्म भाडामा दिने सम्झौता गरे। यो सम्झौता गर्नका लागि केपी ओलीले कानून नै संशोधन गरे। केपी ओलीले यति समूहलाई गोकर्णको जग्गा 25 वर्षसम्म कौडीको भावमा दिनका लागि भनेर नेपाल ट्रस्ट ऐन 2064 नै संशोधन गरे। यति समूहले यसपछि गोकर्ण फरेस्ट रिसोर्ट मात्र होइन, दरबार मार्ग जस्तो प्राइम लोकेसनको जग्गा पनि कौडीको भावमा पायो। काठमाडौँमा मात्र होइन, हिमालमा पनि यति समूहले ओली र उनका आसेपासेलाई घुस खुवाएर कौडीको भावमा जग्गा हत्यायो। केपी ओलीले यति समूहलाई गोकर्णदेखि दरबार मार्ग हुँदै लाङटाङ राष्ट्रिय निकुञ्जसम्मको जग्गा दिलाए। यति समूहले पनि केपी ओलीलाई भरपूर सहयोग गर्ने गरेको छ। जस्तो कि 2069 कार्तिकमा ओली गम्भीर बिरामी परे। उनलाई एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल पुर्याइयो। 2 सातापछि स्वदेश फर्किए। त्यसको केही दिनमै फेरि बिरामी भएपछि उनी उपचारको लागि सिङ्गापुर गए। दिल्लीदेखि सिङ्गापुरसम्मको खर्च बेहोरेको थियो यति समूहले। अनि तपाईले थाहा छ, कुनै समय एमालेको पार्टी अफिस धुम्बाराहीमा थियो। त्यो धुम्बाराहीको एमाले अफिस खासमा यति समूहको थियो। ओलीको आशीर्वादमा यति समूहले सगरमाथा राष्ट्रिय निकुञ्जदेखि नारायणहिटी दरबार संग्रहालयसम्म साम्राज्य खडा गरेको छ। यति समूहले सगरमाथा राष्ट्रिय निकुञ्ज, काठमाडौँको गोकर्ण रिसोर्ट, नेपाल ट्रस्ट लगायतको सरकारी जग्गा व्यापारिक प्रयोजनमा लगाइरहेको छ। यति समूहले नै केपी ओलीको आशीर्वादमा नारायणहिटी दरबार भित्र समेत रेस्टुरेन्ट खोल्ने प्रयास गरेको थियो। केपी ओलीकै दबावमा विश्व सम्पदा सूचीमा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्जको 52 रोपनी जग्गा यति समूहको नाममा पुगेको छ। देशमा सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने हो भने सबैभन्दा पहिला केपी ओलीमाथि छानबिन हुनुपर्छ। राज्य शक्तिको दुरुपयोग गरेर केपी ओलीले संरक्षण गरेको एक उदाहरण हो यति समूह। केपी ओलीको आडमा यति समूहले गरेको यो दोहनको अनुसन्धान हुनु पर्दैन?